आज यस्तो के भयो कि मेरो बुढीले मलाई पसलमा आएर हेल्प गर्नु पर्यो। आज मैले र मेरो बुढीले मिलेर दिनभरिमा कति जतिको व्यापार गरियो हेरौँ है त। सो हेलो गाइज, फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको मिनी भ्लगमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै आरामै छु। आज पनि बिहान बिहान पसल गएर पसल खोलेर पसलको सरसफाई सकेर सबैभन्दा पहिला चाहिँ म चिया बनाउन थालेँ, किनभने चिया खाने कस्टमरहरू पनि आउन सुरु भइसक्नु भएको थियो। तपाईँहरूलाई त थाहा छँदैछ कि मेरो बिहानको समय भनेको चिया बनाउँदै जान्छ अनि यो चाहिँ म बनाउँदैछु आज बिहानको पहिलो चिया र फटाफटसँग चिया बनाएर पहिलो कस्टमरलाई लगेर गएर पनि दिएँ। त्यसपछि चियाको अर्डरहरू आउन थालेर फटाफटसँग म अर्डर अनुसार चिया बनाएर लगेर गएर पनि दिन थाले। अनि आज बिहानको समयमा म चाहिँ पसलमा एक्लै थिएँ, किनभने ड्याडी चाहिँ आउनु भएको थिएन। हाम्रो ठुलबुवा बित्नु भएको छ र उहाँ चाहिँ मलामी जानु भएको थियो 2 दिनको लागि पहाड। एक्लै भएको समयमा चाहिँ यो पसल चलाउनु पनि एकदमै धेरै गाह्रो, कता हेर्ने भनेर कन्फ्युजन हुन्छ। आज चिया बनाउँदा बनाउँदै 11 बजेको पनि थाहै भएन। अनि त्यसपछि फटाफटसँग कस्टमरले खाएको खाली गिलासहरू पनि धोए। त्यसपछि मेरो पसलमा केही सामान सकिया थियो र फटाफटसँग मैले पैसा बोकेर गएर किराना पसलबाट चाहिने सामानहरू पनि किनेर आएँ। यतिकैमा पसलमा चाउमिन खाने कस्टमरहरू पनि आउन सुरु भइसक्नु भएको थियो र फटाफटसँग मैले चाउमिन रेडी गरिसकेपछि चाउमिन बनाउन पनि थालेँ। यति बेला चाहिँ 2 जना कस्टमरहरू आउनु भएको थियो र मलाई 2 हाफ चाउमिनको अर्डर दिनु भएको थियो र फटाफटसँग त्यो अर्डर अनुसार चाउमिन पनि बनाएँ। मैले कस्टमरलाई देखाइनँ, किनभने कस्टमरको प्राइभेसी एकदमै धेरै ख्याल राख्ने गरेको छु। यतिन्जेल त 12 पनि बज्न थालिसकेको थियो र मलाई भोक पनि एकदमै धेरै लाग्थ्यो। आज ड्याडी पनि हुनुहुन्थेन नि त पसलमा। चाहिँ मेरो बुढी चाहिँ मलाई हेल्प गर्न आएको रे पसलमा, अनि बुढी पनि आयो। त्यसपछि मेरो खाना खाने जाने समय पनि भएको थियो र फटाफटसँग बुढीलाई पसलमा छोडेर म चाहिँ लागेँ घरतिर खाना खानको लागि। अनि हाम्रो ठाउँतिर चाहिँ एकदमै धेरै गर्मी बढेको छ र फटाफटसँग घर पुगेर नुहाई धुवाई गरेर मम्मीले खाना पनि पस्किदिनु भयो र फटाफटसँग मैले चाहिँ खाना पनि खाएँ। आज चाहिँ मेरो बुढी पहिलोचोटि यसरी पसलमा गएको छ नि त, त्यही भएर चाहिँ मैले हतारमा खानासाना खाएर रेडी भएर पसल जानलाई पनि तयार भएर पसल पनि पुगेँ। अनि म पसल पुगेको मात्र के थियो, यतिकैमा फेरि चाउमिनको अर्डर पनि आउन थालिहालेर फटाफटसँग चाउमिन बनाउनको लागि चाउमिनमा चाहिने कटिङहरू रेडी गर्न थालेँ। अनि त्यसपछि फटाफटसँग कस्टमरको अर्डर अनुसारको चाउमिन बनाएर पनि रेडी। यो चाहिँ मेरो चाउमिनको फाइनल लुक। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। एकैछिनमा त पसलमा चाउमिन पनि सक्यो र फटाफटसँग चाउमिन अर्डर गरेर चाउमिन पनि आइपुग्यो। चाउमिन आइपुगिसकेपछि मैले फटाफटसँग चाउमिन बोइल पनि गरेँ। यतिकैमा 3वटा चाउचाउको अर्डर आएको थियो र आज मेरो बुढीले म बनाउँछु भनेर भन्यो। ल ठिक छ त कस्तो बनाउँछु भनेर हेरौँ भनेर मैले बनाउन पनि दिएँ। त्यसपछि मेरो बुढी पनि पुरै सेफ स्टाइलमा चाउचाउ बनाउन थालेर फटाफटसँग चाउचाउ बनाएर पनि रेडी गर्यो। त्यसपछि मैले लगेर कस्टमरलाई पनि दिएँ। कस्टमरको रिभ्यू पनि एकदमै राम्रो थियो। तपाईँहरू सोच्नुहुन्छ होला कि कस्टमरलाई किन देखाउँदैन भनेर, कस्टमरको प्राइभेसीको एकदमै धेरै ख्याल राख्ने गरेको छु। मेरो पसलमा आउने कस्टमरहरू प्रायः जसो भिडियोमा आउन खोज्दैन। यतिकैमा चाहिँ मेरो मिनी ब्लग हेरेर 7 जना चाउमिन खाना आउनु भएको थियो, 7 हाफ चाउमिन, जो कि 9-10 मा पढ्ने भाइ बहिनीहरू थियो, जुन कि स्कुल ड्रेसमा आएर मैले भिडियो चाहिँ बनाइन। अनि मेरो बुढीले लगेर पनि दियो। त्यसपछि मेरो बुढीको जाने बेला पनि भयो। साँझको 6 पनि बजिसकेको थियो र कस्टमर आउन कम पनि भइसकेको थियो र मेरो बुढी पनि गयो। त्यसपछि त एकछिनमा अँध्यारो पनि भइहाल्यो। एकैछिनमा त मेरो पसल बन्द गर्ने बेला पनि भइहाल्यो। त्यसपछि फटाफटसँग मैले गल्लामा क्यास चेक गरेँ। त्यसपछि क्लोजिङको हिसाब पनि गरेँ। आजको गल्लाको क्यास चाहिँ यति। मेरो पसलमा चाहिँ क्यास अलिक कम नै हुन्छ, किनभने मेरो अनलाइन व्यापार चाहिँ बढी हुन्छ। अनि आजको मेरो टोटल व्यापार भन्नुपर्दा चाहिँ 7645 को भएको छ। भेट्ने छ अर्को ब्लगमा, तबसम्मको लागि बाई बाई।